हेलो नमस्कार एभ्रिवान, स्वागत छ मेरो युट्युब च्यानलमा। आज पनि म नेपाली शेयर बजारसँग सम्बन्धित रहेर एउटा कम्पनीको आइपिओ आउँदैछ र सो कम्पनीको जानकारी सहितको भिडियो लिएर आएको छु। आज म प्योर इनर्जी कम्पनी लिमिटेडले यही चैत्र 28 गतेदेखि वैशाख 2 गतेसम्मका लागि सर्वसाधारणका लागि आइपिओ बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले प्रतिगिता 100 रुपैयाँका दरले 11,95,20,000 रुपैयाँ बराबरको 11,95,200 किता शेयर निष्कासन गर्ने भएको हो। कम्पनीले यसअघि स्थानीयलाई 2% अर्थात् 1,60,00,000 बराबरको 1,60,000 किता शेयर बिक्री गरिसकेको छ। यस्तै कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरूका लागि पनि 1,44,000 किता शेयर बिक्री गरिसकेको छ। यदि तोकिएको अवधिमा नबिकेमा वैशाख 11 गतेसम्म आवेदन दिन सकिनेछ। यसमा न्यूनतम 10 कितादेखि अधिकतम कितासम्म आवेदन दिन सकिनेछ। क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालले यस कम्पनीलाई केयर एनपी बीबी इन्स्योर रेटिङ प्रदान गरेको छ। यस कम्पनीको दायित्व वहन गर्ने क्षमता औसत जोखिम रहेको सङ्केत गर्दछ। यो कम्पनीमा गोल्यान्ड समूहको लगानी रहेको छ। यसको बिक्री प्रबन्धकको काम नबिल इन्भेस्टमेन्ट ब्याङ्किङले गर्नेछ। यस कम्पनीको 20 मेगावाटको सौर्य ऊर्जा क्षमता रहेको छ भने 2 अर्ब 2 करोड 60 लाख रहेको छ। र फेरि पनि यो कम्पनीको आइपिओ यही चैत्र 28 गतेदेखि वैशाख 2 गतेसम्म भर्न सकिनेछ। यस्तै जानकारीमूलक भिडियोको लागि हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला र अहिलेसम्म हाम्रो भिडियो हेरिदिनु भएकोमा तपाईँहरूलाई धेरै धेरै धन्यवाद।